आज फेरि एउटा घटना घट्यो। ए होइन होइन, यो घटना त अलि अघि पनि घटेको हो। यस्ता घटनाहरू अझै घट्नेछन् हाम्रो समाजमा जबसम्म हाम्रो यो शिक्षाको एउटा प्रणाली परिवर्तन हुँदैन। नमस्कार, मलाई शिक्षामा परिवर्तन गर्नुपर्छ भन्ने चाहिँ पहिलो नम्बरमा लागेको छ। वर्तमान सरकारलाई म धेरैभन्दा धेरै के जोड दिन्छु भने इनिसा विकलाई न्याय पाउनुपर्छ। इनिसा विकको जसरी पनि न्याय दिलाउनुपर्छ। साथै निर्मला पन्तको पनि हामीले न्यायको अपेक्षा गरेका छौँ। तर यो भन्दै गर्दा एउटा कुरा मनमा खड्किरहेको छ। घटना हाम्रै समाजमा हुन्छ, हाम्रै समाजका दिदीबहिनी छन्, हाम्रै समाजका दाजुभाइ छन्, कसरी घटना घटेको छ हेर्नुहोस्। घटना विदेशीले होइन, नेपालीले घटाएको छ। घटना विदेशमा होइन, नेपालमै घटेको छ। घटना अरूबाट होइन, हामीबाटै घटेको छ। किन? अज्ञान कारणले गर्दा, हाम्रो एउटा हुन्छ नि यो शैक्षिक प्रणालीले गर्दा, यो शिक्षामा दिने जुन नैतिक शिक्षा छ नि त्यो नभएको कारणले गर्दा। म बिन्ती छ अबको वर्तमान सरकारलाई संस्कृत शिक्षा, नैतिक शिक्षा हाम्रो प्रत्येक विद्यालयहरूमा, प्रत्येक टोल टोलमा, गाउँ गाउँमा यस्तो नैतिक शिक्षा दिनुपर्छ जुन नैतिक शिक्षाले गर्दा पटक पटक पुरुषले सोचोस् अथवा पटक पटक महिलाले सोचोस् म आफ्नो धर्मभन्दा पर जान हुँदैन, म एउटा असल व्यक्तिको धर्मभन्दा पर हट्न हुँदैन, पर जान हुँदैन, आफ्नो धर्मलाई छोड्न हुँदैन। हो, यस्तो कुरा बुझ्नु जरुरी छ। मैले कुनै पनि हिन्दू मुस्लिम अब त्यो यस्तो खाले धर्म भनेको होइन, व्यक्तिको आफ्नो धर्म, म असल बन्नुपर्छ भन्ने जुन धर्म छ नि, जुन मानवता छ नि, त्यसलाई गुमाउनु हुँदैन। हो, यो शिक्षा, यो वास्तविकता संस्कृत शिक्षामा छ र प्रत्येक विद्यालयहरूमा प्रत्येक बालबालिकालाई, प्रत्येक युवा युवतीलाई हामीले मन, मस्तिष्क, वचन सम्पूर्ण कुराको लागि, सुधारका लागि संस्कृत शिक्षा पढाउन अत्यन्तै आवश्यक छ। म हात जोड्छु हाम्रो यो शिक्षामा परिवर्तन होस्। वर्तमान सरकार समक्ष यो भिडियो पुर्याउनको लागि म धेरैभन्दा धेरै हजुरलाई सेयर गर्न अनुरोध गर्छु। साथै कुनै पनि जिज्ञासा अथवा केही सुझाव छ भने कमेन्ट गर्न सक्नुहुन्छ है त। जय नेपाल। अब शिक्षामा सुधार हुँदैछ है त आमा।